10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. Hello, good morning, namaste, हर हर महादेव. Hey guys, welcome back to my channel. म हुँ एकल यात्री पूजा र आज धेरै 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 दिनपछि यहाँहरूमाझ फेरि पनि आफ्नो यात्राको छोटो मिठो भिडियो लिएर फेरि पनि उपस्थित भइसकेकी छु. मेरो यात्रा कहाँ हुँदैछ, कसरी हुँदैछ, कोसँग हुँदैछ र किन हुँदैछ यो सबै कुराहरू म भिडियोमा अगाडि भन्ने नै छु. भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया गर्न नभुल्नुहोला. भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला. आज हो मन्डे र म बिहानै नुहाई धुवाई गरेर पशुपतिनाथमा पुगिसकेकी छु. भनिन्छ कुनै पनि लामो अथवा छोटो यात्रा गर्नु अघि भगवान पशुपतिनाथको आशीर्वाद र आज्ञा लिनु एकदमै आवश्यक छ. भनिन्छ पशुपतिनाथको दर्शन नगरी कुनै पनि यात्रा सफल र सुरु हुँदैन. त्यसैले म पनि आफ्नो लामो यात्राको लागि भगवान पशुपतिनाथसँग आज्ञा लिन र उहाँको दर्शन गर्न बिहानै 5 बजे पशुपतिनाथमा पुगिसकेकी थिएँ. सामग्री लिएर म पुगिसकेकी थिएँ मन्दिरको प्राङ्गणमा. योभन्दा अगाडि चाहिँ भिडियो लिन अलाउड थिएन, सो भिडियो लिन मिल्दैन. आजको दर्शन एकदमै राम्रो भयो. सोमबार भए तापनि त्यति धेरै भिड चाहिँ थिएन. लाइन पनि एकदमै सानो थियो, 5 मिनटमै पालो आयो र दर्शन एकदमै मजाको भयो. र अर्को कुरा, म काठमाडौँ बसेको यो 6-7 वर्षमा चाहिँ मैले अहिलेसम्म चारैवटा ढोका खुला देखेको थिइनँ. बट आज चाहिँ चारैवटा ढोका एकदमै खुला देखेँ र दर्शन एकदमै राम्रो भयो. चारैवटा ढोकाबाट पशुपतिनाथको दर्शन एकदमै राम्रो भयो. एकदमै मन खुसी भयो. सायद उहाँले आशीर्वाद दिनुभएको होला, यात्रा सफल होस्, सुखद होस् भनेर. र मेरो पूजा सकियो. अब मैले घर गएर तयारी पनि गर्नुपर्ने थियो. प्याकिङ त मैले हिजो राति नै गरिसकेको थिएँ, बट चेन्ज गरेर मैले जानुपर्ने थियो कलङ्की, किनभने हाम्रो गाडी जाँदै थियो कलङ्कीबाट. फाइनली म रुममा पुगिसकेँ. रुम पुगेर मैले चेन्ज गरेँ र त्यसपछि आफ्नो मन्दिरमा रहेका महादेवसँग पनि मैले प्रार्थना गरेँ कि मेरो यो अगाडिको यात्रा एकदमै सुखद र सफल होस् भनेर. मेरो लगेज हिजो बेलुका नै प्याक भइसकेको थियो, एउटा ठुलो लगेज र एउटा ह्यान्ड क्यारी लिएर म पुगेँ कलङ्की आफ्नो स्टेसनमा. यहाँदेखि जाँदै थियो हाम्रो गाडी. यहाँदेखि हामी सबैजना गाडीमा बसेर लाग्यौँ आफ्नो अगाडिको यात्रातर्फ. श्री गणेशाय नमः भन्दै, हर हर महादेव भन्दै. यो नौबिसेको सुरुङ मार्ग हो. यो बाटो हुँदै मुगलिन हुँदै हाम्रो आजको टार्गेट थियो सुनौलीसम्मको. बिहानैदेखि गाडी चढेर भोक पनि एकदमै लागिसकेको थियो. बिहानै खाना खाएर हामी गाडी चढेको थियौँ र अब 3-4 बजिसकेको थियो. भोक पनि लागिसकेको थियो. त्यसैले हामीले एक ठाउँमा गाडी रोकेर चिया नास्ता गऱ्यौँ. यो ठाउँको नो मैले ट्याक्कै नाम बिर्सेँ, तर सबैजनाले खाजा खाएर फेरि रमाइलो गर्दै हामीले आफ्नो यात्रा कन्टिन्यू गऱ्यौँ. अब आजको लागि बोनस पोइन्ट, मैले एउटा विश्वासिलो ट्राभल एजेन्सीबाट आफ्नो यो लामो यात्रा बुक गरेकी थिएँ. तर यो यात्रामा यति राम्रो राम्रो मान्छेहरू भेटिनुहुन्छ भन्ने मलाई फिटिक्कै लागेको थिएन.
हामी एकअर्काको लागि अननोन पर्सन थियौँ, तर 2-3 घण्टा अगाडि 2-3 घण्टा बितिसकेपछि हामी एउटा परिवार जस्तै भयौँ। हामी टोटल 19 जना यात्री थियौँ र 5 जना बसको स्टाफ हुनुहुन्थ्यो। टोटल हामी 24 जना थियौँ गाडीमा। र यात्रा सुरु जब भयो, बिस्तारै कुरा गर्दै जाँदा एकअर्काको बारेमा बुझ्दै जाँदा सबैजना आफ्नो साथीभाइ फ्यामिली जस्तै लाग्न थाल्नुभयो। यो यात्रा मेरो वर्षौंदेखिको तपस्या हो। मैले वर्षौंदेखि सजाएको एउटा सुन्दर सपना हो। सबैले केही न केही सपना देख्छ, तर मेरो सपना यही थियो जुन आज 7, 8, 9, 10 वर्षपछि पुरा हुन जाँदैछ। धेरै धेरै धन्यवाद महादेवलाई मुटुको कुनादेखि नै। र यो यात्रामा यस्तो राम्रो राम्रो साथीहरू पाउँदा यो यात्रा एडभेन्चरमा बदलिनेछ भन्ने मलाई विश्वास लागेको छ। फाइनली हामीहरू कुरा गर्दा गर्दै रमाउँदै पुगिसकेका थियौँ हाम्रो आजको डेस्टिनेसनमा। आजको हाम्रो डेस्टिनेसन थियो सुनौलीमा र यो हो हाम्रो रुम। हामी लेडिजको लागि छुट्टै रुम थियो। यो हो हामी बसेको होटेल ममता सुनौलीमा। सबैजना फ्रेस भएर नुहाइधुवाइ गरेर बाटोमा आइसक्नु भएको थियो। म हो कफी लभर, सो कफीको कप लिँदै सबैसँग म पनि लागेँ मर्निङ वकमा। हाम्रो खाना पाकिरहेको थियो होटलमा, सो हामी तबसम्म यसो फ्रेस भएर आउने भनेर हामी सबैजना सँगै लागेको थियौँ भैरवा भन्सार कार्यालयतर्फ यसो घुम्दा घुम्दै। र आजको हाम्रो टार्गेट थियो खाना खाएर निस्किने र त्यसपछि अयोध्यासम्मको। हजुर, हामीले आज पुग्नुपर्ने थियो भगवान श्री रामको नगरी अयोध्यामा। फाइनली हामी पुगिसकेका थियौँ अयोध्याको पावन भूमिमा। जुन साइडमा देखिरहनु भएको छ यो हो पवित्र सरयू नदी। मान्यता छ सरयू नदीमा एकचोटि मात्र स्नान गर्नाले मोक्षको प्राप्ति हुनेछ। यो पनि मेरो एउटा सपना थियो कि म एकचोटि सरयू नदीमा स्नान अवश्य गरौँ। सरयू नदीमा स्नान गरेर हनुमानगढीमा दर्शन गरेपछि मात्र भगवान श्री रामको दर्शन गर्न पाइन्छ। यो एउटा मान्यता हो। आजको स्टे थियो हाम्रो अयोध्यामा। भोलि मैले अयोध्याको सम्पूर्ण दर्शनको भिडियो राख्नेछु। अयोध्या आएर प्रभु श्री रामको दर्शन कसरी गर्ने, के नियम छ र अयोध्या आएर नगई नहुने ठाउँ, दर्शन नगरी नहुने ठाउँ कुन कुन हो, सबै कुरा मैले डिटेलमा राख्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच। बाँकी कुरा भोलिको भिडियोमा। आजको लागि शुभरात्रि। जय श्री राम। हर हर महादेव।